फाइनली हामी चाहिँ अब झरनामा आइपुगेको अवस्था हो हैन। यो रहेछ सानो अलिक, यो चाहिँ बहिनी होला। यहाँ परि ठुलो अलिक राम्रो। दिदी बहिनी झरना। यहाँ होमस्टे बनिँदै रहेछ एउटा, यहाँ तल्लोतिर बस्ने जग्गा। वाउ दामी। ओ कमल भाइ पारी जानु र, पारी जानु र। निकै टाढो छ जस्तो छ त। यो झरनाको फेदमा गएर फोटो खिच्दा चाहिँ राम्रो आउँथ्यो होला।